नमस्ते दर्शकबिन, म आरु टिप्न गइरहेको छु। ल हेर्नुस् है साथीहरु, आरु खान मन भए आउनु होला। आरु 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 खान्छ है साथीहरु, आरु खान्छ आरु। यहाँ छेउमै आउँछ नपुग्नु यहाँनिर खा त्यहाँनिर भन्दा हो तपाईले त समातेर लडिएला पाके पाके थाम्नु न सारा गिलो गिलो उ त सानो भयो नि रातो भएको चाहिँ उयो यहाँ अगाडिको नि हुन्छ रातो छ नि यही दुईटै यो यो छ्या मिठो हुन्छ हो त गोद कचल्दैको छ। टिप्नु त नपते कसले भन्नु मिठो हुन्छ कुहेको? मसिन टिप्यो भने अनि झोला ल्याउनु पर्दैन त एउटा खानु पर्छ आरु। आरु टिप्ने मान्छे उठे उठे यहाँ भित्र चाहिँ तपाईँ माथि मात्रै छ तल छ ठुल्ठुलो तल त कहाँ हेर्नु पर्छ त माथि बसेर हेर्नु बसेर कमलाको पुग्छ बसेर पो हेर्नु भने ए ल ल साथीहरु आरु खान आउनु होला। ल कति खाने आरु? मलाई त पुग्छ पुग्छ उतापट्टि कत्रो ठुलो हो उता तर कत्रो ठुलो हो पाके कि है त्यो सानो भन्छ यस्तो झन् मिठो लाग्छ मलाई त पाके पाकेको आरु। ए कति मिनटको बनाउने हो यो भिडियो? त्यसमा चाहिँ सानो हुन्छ कुर्की पनि मिठो हुन्छ यो त यो टिपेर खानु पाक्छ पाक्दैन? टिपेर खाने पाक्दैन। मिठो हुन्छ एक दुईटा टिपेर बुढालाई नि लैराख्नु पर्यो। दर्शक बिन म मोबाइल ठडाइरहेको छु आरु कसरी समाउनु समाउनु त उहाँ कत्रो छ क्या उहाँ बसेर हेर्नु त पुग्यो भने उता हेर्नु न एउटा ठुलो खाने पल्लो चाहिँ पल्लो अलि पर हाँगा ए यो अँ ओहो आरु त यत्रो यत्रो फलेछ क्या चाहिँ कालो छ कालो नि कालो चाहिँ कालो सानोलाई मिठो देख्छ लु खास मोबाइल हानेपछि त नि खसै यति फुट्थ्यो। झरुमै हो आरु खानलाई झर। आरु टिप्न जाने मान्छे यस्तो छ रुख चढ्ने राम राम कोमिले कोमिले काटे होइन भन्दै काट्दै गरेछ। ल आरु खान आउनु है दर्शक बिनहरू।